नमस्कार। कार्यक्रम सुशासन सवालको नयाँ अङ्कमा यहाँहरूलाई हार्दिक स्वागत छ। महालेखा परीक्षकको कार्यालय र नेपाल टेलिभिजनको संयुक्त प्रस्तुति कार्यक्रम सुशासन सवालमा विशेष गरी हामीले खर्च प्रणाली, आर्थिक पारदर्शिता, मितव्ययिता र प्रभावकारिता लगायतका विषयवस्तुहरू समावेश गर्दै आइरहेका छौँ। दर्शकवृन्द, आजको कार्यक्रममा विशेष गरी हामीले धनकुटा जिल्लामा बेरुजु फर्सेटको अवस्था र बेरुजु फर्सेटका सम्बन्धमा स्थानीय तह र जिल्लामा रहेका सङ्घीय एवं अन्य सरकारी एवं सार्वजनिक कार्यालयहरूले अवलम्बन गरेका विभिन्न अभ्यासहरूका सम्बन्धमा भएको छलफल कार्यक्रमको सामग्री लिएर उपस्थित भएका छौँ। धनकुटा जिल्लामा महालेखा परीक्षक त्वयम राय लगायतका विभिन्न उच्चपदस्थ अधिकारीहरू, जिल्लाका जिल्ला समन्वय समिति, स्थानीय तहका जननिर्वाचित प्रतिनिधिहरू, कर्मचारीहरू, प्रमुख जिल्ला अधिकारी लगायतको सहभागितामा बेरुजु फर्सेटको अवस्था र बेरुजु फर्सेटका लागि स्थानीय तह र सङ्घीय कार्यालयहरू र अन्य कार्यालयहरूले अवलम्बन गरिरहेको अभ्यासको सम्बन्धमा एक दिने अन्तर्क्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा बेरुजु हुने अवस्था कसरी सिर्जना हुन्छ, बेरुजु फर्सेट कसरी गर्ने, सम्परीक्षणको अवस्था के छ, सम्परीक्षण गर्दा के कुराहरू अगाडि बढाउन सकिन्छ लगायतका सम्बन्धमा छलफल भएको छ। आजको कार्यक्रममा हामीले सोही कार्यक्रमको सामग्री तपाईँहरूको बीचमा प्रस्तुत गर्न गइरहेका छौँ। अब प्रस्तुत छ धनकुटा जिल्लामा समग्र जिल्लाका जननिर्वाचित प्रतिनिधिहरू, कर्मचारीहरू लगायतको उपस्थितिमा महालेखा परीक्षक ज्यूको विशेष उपस्थितिमा भएको यो कार्यक्रमको सामग्री। महालेखा परीक्षक त्वयम रायले सरकारी खर्चलाई मितव्ययी, पारदर्शी र प्रभावकारी ढङ्गबाट परिचालन गर्नुपर्नेमा जोड दिनुभएको छ। धनकुटा जिल्लाका जननिर्वाचित प्रतिनिधि, सरकारी कर्मचारी र नागरिक समाजका अगुवाहरूको सहभागितामा लेखा परीक्षण, बेरुजु फर्सेट र सम्परीक्षण लगायतका विषयमा भएको छलफल कार्यक्रममा बोल्नुहुँदै महालेखा परीक्षक रायले सरकारी एवं सार्वजनिक निकायले गर्ने हरेक खर्चमा जवाबदेहिता हुनुपर्ने बताउनुभयो। उहाँले स्थानीय तह, प्रदेश र सङ्घका जुनसुकै निकायहरूबाट हुने खर्चमा नीति, विधि र पद्धति अनुसार खर्च गर्दा कुनै समस्या नआउने भन्दै यसतर्फ सबैले ध्यान दिनुपर्ने धारणा राख्नुभयो। हामीले अडिट गरिसकेपछि हरेक समयमा पार भन्ने हामी जारी गर्छौँ। यो वर्ष अघिल्लो वर्ष तपाईँले के गरेका छु भने तपाईँ फिल्मै जारी गर्नु होला भनेको छु। के टेक्निकल कारणभन्दा बाहेक सबै उहाँले ती जारी गर्नुभएको छ। त त्यस पछाडि अन्तिममा के लेखेको हुन्छ भने यो वर्षको बेरुजु यति, अध्यावधिक बेरुजु यति लेखेको हुन्छ। त्यही टिपेर राखेको छु। वित्तीय उत्तरदायित्व ऐन त्यहाँ के लेखेको छ भने हरेक कार्यालयले, हरेक मन्त्रालयले बेरुजुको लगत राख्नुपर्छ। त्यहाँ अनुसूचीमा फर्मेट पनि छ। त्यो पनि मैले भनिदिनु पर्ने। त्यसै कारणले साथीहरू कृपया जानकारी लिएर कुरा गर्नु। मैले कर्मचारी साथीहरूलाई भन्दैछु, तपाईँहरूले पनि यसै भनिदिनुहुन्छ होला मेरो साथीहरूलाई पनि, अनि यो त यस्तो छैन, रेकर्डै छैन, हामीसँग के गरेँ भन्नुहुन्छ। आजै पल्टाएर हेर्नुहोस् त गर छ कि छैन त्यहाँ। अब कुरा आयो, असुल उपर गर्नुपर्ने बेरुजु कुनै आयो, कुनै अनियमित भन्ने आयो, कुनै पेस्की भन्ने आयो, कुनै प्रमाण नपुगेको भन्ने आयो। कि यस कि नो? जति कुरामा चाहिँ अङ्क लेखिया छ त्यो नो हो। त्यो कति हो भन्दाखेरि गत वर्षको रिपोर्ट हेर्ने भए 2% भन्दा कम चाहिँ नो हो। 98% चाहिँ यस हो। अनि हामी त 92 भयो भन्नुहुन्छ। तपाईँले मार्केटिङ त 98% नगर्नुहोस् न। हामीले 100 रुपियाँ काम गर्दा 98 त ठिक गरेका छौँ। अनि बाँकी रहेको 2 रुपियाँमा चाहिँ प्रश्न उठेकोमा पनि स्थानीय तहमा तपाईँ जति प्रश्न उठेको छ त्यसमा चाहिँ असुल उपर गर्नुपर्ने भने बेरुजु चाहिँ टोटालिटीमा 9% हो। बाँकीको करिब 70% चाहिँ अनियमित हो। अनियमित भनेको के हो भने यहाँले खर्च गर्नुभयो, त्यो सही ठाउँमा खर्च पनि गर्नुभयो होला, तर ऐन कानुनले जे भनेको थियो त्यो प्रक्रिया पुरा गर्नु भएन। यति मात्रै। त्यो भनेको कति भन्दाखेरि करिब 70%। त्यसमा हामीले दुईटा कुरा गरिरहेका छौँ। एउटा, यो वर्ष ऐन कानुन पुरा गर्न सकिएन छ,
काम गरियो, तर अर्को वर्ष चाहिँ हामी यो गर्दैनौँ। तर यो खर्च गरेको कुरामा सरकारले हामी नोक्सानी भएको छैन। यति दुईवटा कुरा के हो भनेदेखि तपाईँले चाहिँ यसो गर्नुपर्छ। महालेखा परीक्षक रायले सरकारी खर्च गर्दा कानुन सम्बद्ध गुणस्तरीय कार्य गर्नुपर्नेमा जोड दिनुभएको छ। रायले महालेखाले कागज मात्र हेरेर बेरुजुको विषयमा अन्तिम निर्णय नलिने भन्दै योजना निर्माण, योजना अनुसारको काम र काम अनुसारको उपलब्धि भए नभएको पनि महालेखाले हेर्ने बताउनु भयो। उहाँले आर्थिक रूपमा हुने हरेक गतिविधिमा महालेखाले मात्र हेर्ने जिम्मेवारी नभई खर्च गर्ने प्रत्येक व्यक्ति, आम नागरिक, जिम्मेवार पदाधिकारी सबै उत्तिकै जिम्मेवार हुन सके बेरुजु कम हुने र आर्थिक अनुशासन कायम भई सुशासन स्थापित हुने विश्वास समेत व्यक्त गर्नुभयो। महालेखा परीक्षक रायले बेरुजु आउन साथै भ्रष्टाचार नै भयो भन्ने अवस्था रहेको स्मरण गराउँदै सबै बेरुजु भ्रष्टाचार नहुने समेत स्पष्ट पार्नुभयो। तर उहाँले एउटै विषयमा लामो समयसम्म पटक पटक बेरुजु भयो र बढ्यो भने यसमा महालेखा र अख्तियारसम्म यो विषय पुग्न सक्ने समेत सबैलाई बताउनु भयो। यो अडिट हेर्न अहिले सबभन्दा माथिको मान्छे नै मैले हुँ। अब मलाई पनि तपाईँहरू भन्नुहुन्न कुरा लुकाउनुहुन्छ, लुकाएको हो कि क्या हो, नलुकाउनुहोस्। यो कारणले अडिटको कारणले हामीलाई अप्ठ्यारो पर्यो। अथवा यस्तो कुरामा दुःख दिए भन्नुहोस् न, खुलेरै कुरा गरौँ कि। त्यो ढाँटे जमाना पनि होइन, ढाँटे बेला पनि होइन। त्यस कारणले गर्दाखेरि कोही भन्नु भएन, हाउगुजी मात्रै भन्नु के हो। अडिट आउँदा हाउगुजी भनेको त्यही दरबन्दीले काम गरिरहेको थियो। अब अडिट आएपछि एकजना मान्छे त्यहाँ डकुमेन्ट देखाउनु पऱ्यो, कागजात देखाउनु पऱ्यो, कागजात खोज्छ। हिजो बिल नल्याइकन भोजर काटेको थियो कि त्यो भएर हाउजी भएको भए चाहिँ गर्नु भएन। त्योभन्दा बाँकी केही कुरा छ भने खुलेरै कुरा गरौँ। म तपाईँहरूको यी कुराहरू अरू सुन्न एकदम फ्याक्नै सुन्नु भन्दै आएको। त्यस कारणले गर्दाखेरि यसमा अन्यल नराख्नु। अहिले पनि कतिपय सरकारी अड्डामा हेर्छु। मैले अस्ति भर्खर पनि म यहाँ आउनुभन्दा अगाडि केन्द्रले पनि यो छलफल गरेर गराएको थिएँ। सङ्घको बजेट जेठको 15 गते आयो, त्यो बजेटमा व्यवस्था हो। अब त्यो टेन्डर अहिलेसम्म भएको छ। गर्नुहुन्छ कहिले टेन्डर? पहिले के भनिन्छ भने स्रोत सुनिश्चितता भएन। अब बजेटै आएर बजेट पेस भइसक्यो त भयो त स्रोत सुनिश्चितता। तर पनि गर्नुभएको छैन। अनि के भन्नुहुन्छ भनेदेखि चाहिँ अब त्यहाँ चाहिँ केन्द्रमा मन्त्री, अब प्रदेशमा भए मन्त्री, स्थानीय तहमा भए प्रमुखज्यूले भन्नुहुन्छ किन अहिलेसम्म नगरेको? यो मङ्सिर लागिसक्यो। होइन हजुर यो त गराउने अख्तियार लाग्छ, यो अफर डेली लेखिदिन्छ भन्नुहुन्छ उहाँहरू पनि। अब हामीसँगै सक्नुहुन्छ कस्तो यो अख्तियार के भनेदेखि यो अडिट कस्तो लागिहाल्ने, लागेपछि झाडा पनि नझर्ने कस्तो खालको भन्नुहुन्छ। त्यो तपाईँको काम हो, त्यो त गरिदिउँ न कति। त्यस कारण त्यो विषय पनि हामीले हेरौँ। खुल्ला हुन् कि अब यो के भनेदेखि चाहिँ यसले एउटालाई अर्कालाई दोष दिने, अर्कालाई दोष दिने, यसरी बन्दैन। यसैगरी कार्यक्रममा जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङले स्थानीय तहमा वित्तीय सुशासन, पारदर्शिता र मितव्ययिताका बारेमा जानकारी आवश्यक रहेको बताउनु भयो। उहाँले जहाँबाट सरकारी खर्च सुरु गरिन्छ त्यहीबाट नीति, विधि र पद्धतिलाई अवलम्बन गर्न सके कुनै कुरामा समस्या नआउने धारणा राख्नुभयो। जनताको नजरमा अलिक भ्रष्ट भयो कि भन्ने खालको परिस्थिति पनि निर्माण भइरहेको स्थिति छ। यद्यपि हामीले बेरोजगारी खर्च गर्ने कुरामा चाहिँ त्यसलाई पहिलो प्रायोरिटी दिएर काम गरिरहेको चाहिँ छैनौँ कि जस्तो चाहिँ मलाई लागिरहेको छ। किनभने हामी पटक पटक छलफलहरू गर्छौँ, योजनाहरू बनाउँछौँ, अनि लेखा परीक्षक कार्यालयबाट आउनुभएको सरहरूले यहाँ प्रस्तुतिकरण पनि गर्नुहुन्छ। तर यहाँबाट निस्किसकेपछि फेरि हामी कार्यालयमा पुगिसकेपछि अरू काममा चाहिँ हामी व्यस्त हुन्छौँ र फर्चुट गर्ने कुरामा हामीले त्यति ध्यान दिइरहेको स्थिति छ। अझै पनि कतिपय बेरोजगारहरू डकुमेन्ट नपुगेको कारणले गर्दाखेरि हामीले चाहिँ फर्चुट गर्न सक्ने स्थितिहरू छन्। कति बेरोजगारहरू हामीले चाहिँ चाह्यो भने घटाउन सक्ने स्थितिहरू छन्, तर हाम्रो प्रायोरिटीमा परेको। धनकुटाको बेरोजगारी फर्चुट गर्नका निम्ति हाम्रो तर्फबाट, हाम्रो केन्द्रीय महालेखा परीक्षक कार्यालयको तर्फबाट कसरी त्यसलाई चाहिँ घटाउन सकिन्छ, न्यूनीकरण गर्न सकिन्छ र जनताको नजरमा हामीले चाहिँ
बेरोजी भनेको चाहिँ वास्तवमा भ्रष्टाचार होइन भन्ने साबित कसरी गर्न सकिन्छ भन्ने कुरालाई आजको छलफलबाट हामीले एउटा उपलब्धि हासिल गर्न सक्ने गरेको कार्यक्रम यहाँ हुनेछ भन्ने मैले विश्वास लिएको छु। कार्यक्रममा धनकुटा नगरपालिकाका नगर प्रमुख चिन्तन तामाङले बेरुजु भयो भने भ्रष्टाचार नै भयो भन्ने धारणाको विकास भइरहेको प्रति चिन्ता व्यक्त गर्नुभयो। बेरुजु र भ्रष्टाचारको विषयमा सबैलाई जानकारी गराई यस बारेमा आम धारणा परिवर्तन गर्नुपर्नेमा उहाँको जोड रहेको थियो। लेखा परीक्षण भइरहँदाखेरि यसका कानुनी आधारहरू होलान्, अनेक प्रबन्धहरू होलान्, नियमहरू होलान्, त्यसको मातहतमा रहेर गर्नुपर्ने कुराहरू धेरै हुन्छन्। तर कतिपय कुराहरू यस्ता पनि हुँदो रहेछन्, एउटा जनप्रतिनिधि भएको हैसियतले आफूले गरिरहँदाखेरि कहिलेकाहीँ अब गाउँबाट जनताहरू आउँछन्, केही कागजात नपुग्न सक्छ र उनलाई धेरैचोटि चाहिँ त्यो विषयमा धाइलो नलगाउने र उनलाई दुःख दिएको जस्तो अनुभूत गराइयो भन्ने समस्या हुन्छ भनेर कहिलेकाहीँ गरौँ न त यसो भन्दाखेरि कागजात नपुगेको हुनसक्छ, त्यसमा हामी स्वीकार्छौँ। र त्यो कागजात नपुगिरहँदाखेरि हामीले गरेका कामहरू परीक्षकको आँखाबाट हेर्दाखेरि त्यो चाहिँ उपयुक्त नहुन सक्छ, कानुनी प्रबन्धहरू पुरा नगरेको हुनसक्छ। त्यस्ताहरूमा नियत के छ भन्ने कुरा त्यसमा देखिन्छ होला भन्ने मलाई लाग्छ। कार्य सम्पादनको लागि एउटा बाटोको 20 करोडको टेन्डर भयो भनेदेखि 25 लाख दिएर एउटा कन्सल्टेन्ट हायर गरिदिने, काम सञ्चालन गरिदिने, सडकमा टी, पूर्वाधारमा टी, सहरी विकासमा टी, जलाधारमा टी, साना सिँचाइमा टी, ऋणी टी। म भन्छु हजुरहरूले चाहिँ अब मेरो यो कति उपयुक्त भयो थाहा छैन, प्रतिवेदन दिनुपर्छ, प्रतिवेदन दिनुपर्दछ र थोरै कर्मचारी राखेर प्रभावशाली काम गर्ने 2 लाख तलब दिने, एउटा तलमाथि गऱ्यो भने तँलाई टेन्डर आउँछ भन्नुपर्छ। त्यसरी गइयो भने मात्र यो जुन चालु पुँजी छ, चालु खर्च छ, त्यसलाई घटाएर पुँजीगत खर्चमा हामीले गर्न सक्ने अवस्था सिर्जना हुन्छ र त्यसले केही बाटो लिएला र हाम्रो आवश्यकताहरूलाई सम्बोधन गर्नलाई त्यसले सहयोग पुर्याउला भन्ने मलाई लाग्दछ। र त्यसरी अब अलिक भिन्न ढङ्गले सोच्ने। कार्यक्रममा बोल्नुहुँदै प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले सरकारी कोषबाट गरिने हरेक खर्चलाई सजगताका साथ गर्नुपर्नेमा जोड दिनुभयो। कतिपय खर्चमा नीति नियम नभएका कारण पनि बेरुजु आउने भन्दै जुनसुकै खर्च गर्दा नीति नियम बनाएर मात्रै काम गर्न अनुरोध गर्नुभयो। संवैधानिक अङ्गले गरेका लेखा परीक्षण त्यो एउटा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ र हाम्रो दायित्व पनि राज्यको खर्च गर्दा होस् चाहे आम्दानी गर्दाखेरि होस् त्यो हामीले मिस्टेक गर्नु हुँदैन। हाम्रा कुनै त्रुटिहरू छन् भने ती त्रुटि सच्याउनुपर्छ र हामीलाई लेखा परीक्षण गर्दाखेरि केही समस्या परेका छन्, डकुमेन्टेसनमा कुनै समस्या परेका छन्, कानुनी समस्या परेका छन् भने त्यो कुरा हामीले यसबाट महालेखा परीक्षक मान्य महालेखा परीक्षक मार्फत सरकारका कानुनहरूमा पनि केही संशोधन गर्नुपर्छ भने त्यो फिडब्याक रूपमा जान्छ भन्ने मैले विश्वास लिएको छु। 3 तहका सरकार 761वटा सरकार छ, झन्डै 6000वटा निकायहरूमा महालेखाले आफ्नो अडिट गर्छ। खर्च गर्ने निकायहरू धेरै छन्। यसरी छरिएर खर्च गर्दाखेरि कतिपय ठाउँमा सबै ठाउँमा खराब भएको छ भन्न सकिँदैन। कतै ठाउँमा नियमसङ्गत नभएको पनि हुनसक्छ, त्यसका उजुरीहरू जिल्ला प्रशासन कार्यालयमा पनि आउँछन्। कतिपय ठाउँहरूमा बनेका बाटाहरू सही ढङ्गले बनेका छैनन्, गरिएको खर्च सही ढङ्गले भएको छैन भन्ने कुराहरू पनि आउँछन्। हाम्रो जुरिस्डिक्सन, हाम्रो क्षेत्राधिकार, जिल्ला प्रशासन कार्यालयको आफ्नो क्षेत्राधिकारभित्र रहेर कुन ठाउँमा के भएको छ कि छैन, विकास निर्माणको अनुगमन गर्ने हामीले सहजीकरण गरिदिने, सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी रूपमा बनाइदिने, कसैले कुनै काम गर्न अतिरिक्त आफ्नो बेनिफिट खोजेको छ कि भन्ने त्यस्तो कुरामा निरुत्साहित गर्न हाम्रो तर्फबाट पहल हुन्छ। छलफल कार्यक्रममा महालेखा परीक्षकको कार्यालयका उपमहालेखा परीक्षक पदमराज पौडेलले खर्च प्रणालीलाई मितव्ययी, पारदर्शी र प्रभावकारी बनाउँदै जानुपर्नेमा जोड दिनुभयो। महालेखा परीक्षक कार्यालयको प्रतिवेदन हेर्दा सामान्य देखिन्छ, केही पनि देखिँदैन, तर यो प्रतिवेदन 40 वर्ष पुरानो प्रतिवेदन पल्टाएर अहिले विभिन्न समस्या मुद्दा मामिला चाहिँ विभिन्न सरकारी जग्गाहरू चाहिँ हडपिएका कुराहरू 40-50 वर्ष पुरानो रिपोर्टहरू महालेखा परीक्षकको एउटा आर्काइभमा रहेका रिपोर्टहरू खोताले अहिले छानबिन गरिरहेको अवस्था छ। अहिले यहाँहरू जुन सार्वजनिक पदमा हुनुहुन्छ 30 वर्षपछि यहाँले के काम गर्नुभयो भनेर हाम्रा सन्ततिले पनि हाम्रो रिपोर्ट मार्फत चाहिँ हेर्न सक्नेछन्, हेर्दैछ। त्यति बेला हाम्रा रिपोर्टहरूमा हाम्रो यहाँका नाम, यहाँले गरेका कामहरूमा कुनै खोट, कुनै चाहिँ त्यस्तो कमेन्ट रहेछ भने त्यसले चाहिँ हाम्रा सन्ततिलाई समेत छोड्दैन। यो
त्यो महालेखा परीक्षा कार्यालय रिपोर्ट यस्तो हो जो एकचोटि दिइसकेपछि न महालेखा परीक्षा कार्यालय केही गर्न सक्छ न कसैले केही गर्न सक्छ। यो सार्वजनिक सम्पत्तिको छ। स्वयं मान्य महालेखा परीक्षकलाई सम्मान्य राष्ट्रपतिजीलाई रिपोर्ट बुझाइसकेपछि जब त्यो रिपोर्ट चाहिँ सम्मान्य प्रधानमन्त्रीजी मार्फत चालना सङ्घका के हुन्छ त्यो हाम्रो राष्ट्रको सम्पत्ति हुन्छ। त्यसमा चाहिँ हामी सबैको रिपोर्ट हुन्छ। यसैगरी कार्यक्रममा महालेखा परीक्षकको कार्यालयको सम्पूर्ण जानकारी सहितको कार्यपत्र प्रस्तुत गर्दै महालेखा परीक्षकको कार्यालयका नायब महालेखा परीक्षक पशुपति कुमार काफ्लेले आफ्नो कार्यपत्र मार्फत धनकुटा जिल्लाको समग्र खर्च प्रणाली, बेरुजुको अवस्था र खर्चको अभ्यासका बारेमा समेत जानकारी गराउनु भएको थियो। 35 दिनभित्रको जवाब पठाउनु भनेर हामीहरूले प्रारम्भिक प्रतिवेदन पठाउँछौँ। 35 दिनभित्र प्रतिक्रिया पठाउन म्याद थप आवश्यक भयो भने 35 दिनभित्रै तपाईँले म्याद थपको माग गर्ने। 35 दिनभित्र म्याद थप माग गर्नु भएन भने म्याद थप गर्न मानिँदैन। त्यो लेखेको बेरुजु चाहिँ स्वीकार गर्ने अवस्था हुन्छ। हामीहरूले मान्ने सिस्टम हुन्छ, सिस्टमले चिन्दैन। अनि कुनै तपाईँले लेखा परीक्षण गरेर स्थलगत लेखा परीक्षणमा अडिटरबाट पनि सुनाइ भएन, कहीँबाट पनि सुनाइ भएन भनेदेखि चित्त बुझेन भनेदेखि कतिसम्म गर्न सक्नुहुन्छ भने तपाईँले त्यो लेखा परीक्षकभन्दा माथिल्लो तहमा नायब उप हाम्रो महालेखा परीक्षकज्यूसँग पनि यहाँले चाहिँ आफ्नो कुराहरू राख्न सक्ने व्यवस्था छ। अनि यो लेखा परीक्षण तपाईँले सम्प्रेषण गर्दा के गर्नुहुन्छ भने कतिपय अवस्थामा चाहिँ नि हाम्रो अहिले चाहिँ लेखा परीक्षण सम्प्रेषण गर्ने दायित्व चाहिँ कार्यालय प्रमुख फलस्वरूप गर्ने दायित्व कार्यालय प्रमुखलाई हो। मैले पनि सम्प्रेषण मात्र गरिदिने हो। तपाईँले कहिलेकाहीँ चिठी हेर्दा के कार्यालयलाई तपाईँले फलस्वरूप गरिदिनुहोस् भनेर लेख्नुहुन्छ। हामीहरूले फलस्वरूप गरिदिनु त्यो अवस्था सम्प्रेषण गर्न गाह्रो भएको अवस्था छ। फलस्वरूप हामीले गरिदिउँ यो आधारले गर्नु भनेर फेरि लेख्नु पर्यो। फलस्वरूप गर्नु सम्प्रेषण गर्नु भन्न पनि भएन। लेख्ने चाहिँ त्यो नियमको एउटा कोठा दिया हुन्छ, त्यो कोठामा गएर तपाईँले लेखिदिनु पर्यो। हामीहरूले हेर्ने भने त्यही कोठामा हो। कोठामा लेखाएको आधारमा हामीहरूले चाहिँ फलस्वरूप गर्छौँ के सम्प्रेषण गर्छौँ। तपाईँले फलस्वरूप गर्ने सम्प्रेषणलाई हामीले अनुरोध गर्नुभयो भने त्यो आधारमा गर्छौँ। अनि यहाँले कहिले के गर्नुहुन्छ भने असल भएको पनि मलेको कार्यालयबाट लेखा परीक्षण सम्प्रेषण भएन भन्नुहुन्छ। कस्तो अवस्था हुन्छ भनेदेखि त्यो दाखिला गरेको हो कि होइन अनपेड भौचर भनेर आउँछ स्पष्ट दाखिला नदेखिने। जुन सालको बेरुजु त्यो सालको दाखिला नभए अर्को सालको दाखिला भएको भौचर आउने, नाममा आर्थिक वर्ष स्पष्ट नहुँदा पनि दाखिला भएको बेरुज पनि हामीलाई सम्प्रेषण गर्न चाहिँ अप्ठ्यारो भएको अवस्था छ। कार्यक्रममा जिल्लाका विभिन्न कार्यालयका कार्यालय प्रमुख, पत्रकार एवं सामाजिक अगुवाहरूले विभिन्न सुझाव सहित जिज्ञासा समेत राख्नु भएको थियो। कहिलेकाहीँ कमी कमजोरीले हुन सक्छ। हामी भावनात्मक रूपमा जाँदाखेरि त्यो चाहिँ तथ्याङ्कमा आइदिए होइन, उत्तम मध्यम र खत्तमै भनौँ न होइन, सुधार गर्नुपर्ने खत्तम यस्ता तथ्याङ्कमा आएर तथ्याङ्कपरक सुझाव चाहिँ हामीलाई दिएदेखि अब आउने जनप्रतिनिधिहरूलाई पनि सहज हुने। खानेपानी व्यवस्थापन गर्न पानीका मुहानहरू खरिद गर्नुपर्ने हुन्छ, प्याक्टी भइरहेको हुन्छ, अहिले चाहियो भन्नुहुन्छ होइन। त्यस्तो अवस्थामा जग्गा प्राप्ति ऐन 2034लाई कसरी पालना गर्ने, सूचना कसरी निकाल्ने, पालना भएन भनेर बेरुजु लेखिएको छ, यो औचित्यपूर्ण बेरुजु होइन कि, यस्ता बेरुजुको पुनर्मूल्याङ्कन हुनुपर्छ, यो हटाइनुपर्छ भन्ने निवेदन हो। त्यो हामीले पनि गर्नुपर्छ। यो महालेखा परीक्षकको कार्यालयले मात्रै अनुरोध होइन, हामी पनि त्यसमा सहयोग गर्नुपर्छ। सबैले बेरुजु लेखेपछि कसरी फर्सेट र सम्परीक्षण गर्ने भन्ने आइडिया पनि दिनुपर्छ। त्यो पर्टिकुलर बेरुजुको हकमा कुनै त्रुटि मात्र औल्याउने होइन, समाधानको कानुनी उपाय समेत दिँदा राम्रो हुन्छ भनेर अनुरोध गरे। यहाँ हामीलाई थाहै हुँदैन, त्यहाँ टेन्डर भएर काम चाहिँ निर्माण व्यवसायले गरिरहेको हुन्छ। फिल्डमा गएर लेखा परीक्षण हुने बाटोबाट चाहिँ यहाँ लेखा परीक्षणको महालेखा आउनु भएको छ। उहाँलाई हामी हार्दिक स्वागत गर्दै हाम्रो जिल्लाका सञ्चार माध्यमहरूको तर्फबाट म एउटा प्रेस सूत्र सेनानीको तर्फबाट तपाईँलाई म विनम्र अनुरोध गर्छु, फिल्डमा गएर चाहिँ तपाईँ लेखा परीक्षण गर्नुहोस्। र अर्को कुरा, कर्मचारीले जनप्रतिनिधिहरूलाई बुझाउन नसक्दाखेरि यहाँ कर्मचारी र जनप्रतिनिधिको बिचमा पनि द्वन्द्व सिर्जना भएको हामीले चाहिँ देख्छौँ। त्यस्तो वातावरण सिर्जना नहुनको लागि अब स्थानीय तहले आफ्नै कार्यविधि बनाउने, आफ्नै तरिकाले गर्ने भन्ने हुँदाहुँदै पनि फेरि सङ्घले गरिसकेपछि होइन, यो अब महालेखा परीक्षकहरू यो महालेखा मले पाउँदाखेरि चाहिँ के हुँदो रहेछ भने उहाँहरू सङ्घको राजस्व वृद्धि गर्नतर्फ लाग्नुहुन्छ। स्थानीय तहका कर्मचारीहरू आफ्नो स्थानीय तहको राजस्व वृद्धि गर्नतिर लाग्नुहुन्छ, प्रदेशको राजस्व वृद्धि गर्नतिर लाग्नुहुन्छ। अनि यहाँ चाहिँ अलिकति द्वन्द्व सिर्जना भएको मैले देखेँ। यसलाई चाहिँ अब सरकारी तहबाट सङ्घमा होइन मलेबाट महालेखा परीक्षकबाट कसरी गर्ने हो, यसमा चाहिँ अलिकति सज्जीकरण गर्नुपर्छ जस्तो मैले देखेको छु। महालेखा परीक्षकको कार्यालयले आफ्नो प्रवर्धनात्मक कार्यक्रम अन्तर्गत देशका विभिन्न जिल्लामा लेखा परीक्षण, बेरुजु, फर्स्यौट तथा सम्परीक्षण लगायतका विषयमा केन्द्रित भएर अन्तर्क्रिया एवं छलफल कार्यक्रमको आयोजना गर्दै आइरहेको छ।
दर्शकवृन्द, बेरुजु किन हुन्छ? बेरुजु फर्स्यौटका विधि पद्धति र प्रक्रियाहरू के हुन्? बेरुजु कम गर्नका लागि कसको भूमिका कस्तो हुन्छ र के गर्न सकिन्छ? यस्ता विषयवस्तुहरूमा महालेखा परीक्षक तोयाम रायकै उपस्थितिमा विभिन्न जिल्लामा छलफल कार्यक्रम हुने क्रममा हामीले धनकुटा जिल्लामा भएको छलफल कार्यक्रमको सामग्री तपाईँहरूको बिचमा प्रस्तुत गरिसकेका छौँ। बेरुजु कम गर्नका लागि सबैभन्दा पहिला त आफूले गर्ने काम अथवा सरकारी एवं सार्वजनिक निकायबाट सम्पादन हुने काम, सरकारी खर्च जसरी हामीले गर्छौँ त्यसमा मितव्ययिता अपनाउने कुरा, त्यसको सान्दर्भिकता बुझ्ने कुरा र प्रभावकारिता बुझ्ने कुरा पनि अत्यन्तै महत्त्वपूर्ण हुन्छ। यो सँगसँगै नीति विधि र कानुन सम्बद्ध हामीले काम गर्न थाल्यौँ भने पनि धेरै बेरुजु कम गर्न सकिन्छ र यही कुरालाई मध्यनजर गर्दै अहिले विभिन्न जिल्लाहरूमा महालेखा परीक्षकको कार्यालयले विभिन्न कार्यक्रमहरूको आयोजना गरिरहेको छ र यस्ता कार्यक्रमहरू प्रवर्धनात्मक कार्यक्रम अन्तर्गत हामीले विभिन्न ठाउँमा पुगेर जहाँ केही बुझाइका कमीहरू छन् त्यस्ता बुझाइका कमीहरूमा सहजीकरण गर्ने काम पनि गर्दै आएका छौँ। आजको लागि कार्यक्रमको समय सकिसकेको छ। फेरि अर्को अङ्कमा नयाँ विषयवस्तुका साथमा भेट हुने नै छौँ। तपाईँले यो कार्यक्रम नेपाल टेलिभिजनको वेबसाइट www.ntv.org.np, त्यस्तै गरेर मोबाइल एप्स, त्यस्तै गरेर महालेखा परीक्षकको कार्यालयका विभिन्न सामाजिक सञ्जाल र वेबसाइटमा पनि हेर्न सक्नुहुन्छ भन्दै हामी सबै बिदा भयौँ। हवस् त, नमस्कार।